पेरेन्ट्स तपाईहरुले आफ्नो नानीहरुलाई बिहानै चिया र बिस्किट दिनु बन्द गरिदिनुस्। उनीहरुको धेरै हेल्थ प्रब्लम्सको जड चाहिँ त्यही नै हुन सक्छ। फर्स्ट अफ अल हाम्रो खानामा भएको आइरन र क्याल्सियमको एब्जर्प्सन चाहिँ कम्ती गरिदिन्छ। सो खानामा भएको राम्रो चीजहरु पनि चियाले एब्जर्ब गर्नु दिँदैन जिउमा। त्यसले गर्दा चाहिँ जिउमा खुनको कमीहरु हुन सक्छ। क्याल्सियम कम्ती भएकोले गर्दा हात खुट्टा दुख्ने, जिउ दुख्नेहरु हुन सक्छ। अनि नानीहरु बेसी स्टिमुलेट भएर चाहिँ उनीहरुलाई सुताइको प्रब्लम, हेडेक हुनु, टाउको दुख्नु, पुरा इरिटेट हुनु, एंजाइटी हुनु त्यस्तोहरु पनि हुन सक्छ। युरिन बेसी भएकोले गर्दा चाहिँ नानीहरुलाई डिहाइड्रेसनहरु पनि हुन सक्छ। चियाले नानीहरुको भोक पनि मारिदिन्छ, प्लस ग्यास्ट्राइटिस भएर पेटहरु अलिकति दुखाउनु पनि सक्छ। प्लस चियाले नानीको दाँत पनि बिगार्न सक्छ तपाईहरुको। सेकेन्डली जुन चाहिँ कमनली हामीले बिस्किट दिन्छौं नानीहरुलाई त्यसमा चाहिँ धेरै सुगरहरु हुने गर्छ, मैदाहरु हुने गर्छ, जुन चाहिँ मोस्टली एम्प्टी क्यालोरिज हो, जसले चाहिँ नानीलाई केही पनि फाइदा गर्दैन, उल्टा उनीहरुको दाँतमा नोक्सान गर्छ। चिनी खाने बानी भएर चाहिँ उनीहरुलाई पछि डायबिटिजहरु हुने चान्स हुन्छ, ओबेसिटीहरु हुने चान्स हुन्छ अनि कन्स्टिपेसन हुने चान्स हुन्छ।